नमस्कार, स्वागत छ हजुरलाई हाईटेक भिजनमा। फर्निचरको सामान आफ्नो घरको लागि खरिद गर्दाखेरि हाईटेक भिजन नै किन त हैन। बजारमा धेरै फर्निचरहरू पाइन्छ, कम्पिटिसन छ, तर हाईटेक भिजनबाट किन लिनुपर्छ त हैन। आज म हजुरलाई भिडियोमा सबै कुराहरू खुलाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। हाईटेक भिजनले इलेक्ट्रोनिक फर्निचर किचनवेयरको सामानहरू सरल किस्ताबन्दीमा वा क्यासमा सेवा दिँदै आइरहेको छ। यो त हजुरलाई पक्कै पनि थाहा छ र कति साथीहरूले त सेवा पनि लिइराख्नु भएको छ भने। खास गरी आज फर्निचरको कुराहरू चाहिँ हजुरसँग गर्न आइराखेको छु, जसमा चाहिँ हाम्रो फर्निचरमा चाहिँ के भन्छ त बेड, दराज, डाइनिङ टेबल, ड्रेसिङ टेबल, टिभी क्याबिनेट हैन, सुज ऱ्याक, किचन ऱ्याक जस्ता सानादेखि ठुला आइटमहरू पनि बनाउने छौँ। जस्तै हजुरको नयाँ घर छ भने घरमै गएर पनि हामीले वाल फिट दराजहरू हैन, वाल फिट बेडहरू बनाउने छौँ। हजुरको डिजाइन अनुसार, अर्डर अनुसार भने कस्तो क्वालिटीको चाहिँ सामानहरू बन्छ त हाईटेक भिजनमा। फर्निचरको सामान देख्दाखेरि डिजाइन एउटै हुन्छ हैन। जुन तपाईले हाम्रोमा देख्नुभएको दराज बाहिरपट्टिको डिजाइन सेम त्यही छ मार्केटमा पनि, तर तपाईले त्यो बाहिरको डिजाइन भन्दा पनि भित्रको मेटेरियल चाहिँ के छ त, कस्तो क्वालिटीमा चाहिँ बनिराखेको छ त भनेर विचार गर्नुपर्ने हुनेछ। जस्तै हजुरले बेड किन्नु भयो, लो बेड किन्नु भयो हैन। लो बेड अब 3x6 को, 4x6 को पाइन्छ। बेड 4x6 को, 5x6.5 को, 6x6.5 को साइजहरू त तपाईले जस्तो भन्नुहुन्छ त्यस्तै बनि नै हाल्छ भने क्वालिटीमा चाहिँ हाईटेक भिजनले फर्निचरको सामानहरू बनाउँदाखेरि क्वालिटीमा कम्प्रोमाइज गर्दैन। एकदमै जेन्युन सामानहरू बनाउँछ भने जस्तै हामीले रेडिमेड बाहिरबाट ल्याउने होइन, अरूको चाहिँ जस्तै गोदाममा टन्नै बनेको सामानहरू चाहिँ ल्याएर हामीले त्यो बेच्ने होइन। हाम्रो आफ्नै कारखाना छ जो चाहिँ जेन्युन सामानहरू बनाउने। हाम्रो फेरि क्यासमा मात्रै काम गर्ने होइन, हामीले किस्तामा पनि काम गर्छौँ। किस्ताबन्दीमा पनि काम गर्ने भएको हुनाले चाहिँ हैन, सामान लो क्वालिटीको भएन भने किस्ता उठ्दैन, समस्या हुन्छ, हरेक कुराहरू हुनसक्छ व्यवसाय बिजनेस गर्दाखेरि। त्यो कुरालाई चाहिँ ध्यानमा राखेर चाहिँ हामीले फर्निचर आइटमहरू चाहिँ एकदमै राम्रो खालको हैन, जसमा चाहिँ क्वालिटीको लङ लास्टिङलाई होस्, 2-3 वर्षलाई होइन हैन, 10औं-20औं वर्ष टिक्ने खालको सामानहरू चाहिँ बनाउने छ। जस्तै अब बेडहरू हेर्न सक्नुहुनेछ। बेड हामीसँग भएको डिजाइनहरू हैन, डिजाइन त कम्प्रोमाइज गर्न सकिन्छ। हामीसँग भएको हजुरलाई मन पर्यो भने ठिकै छ, परेन भने पनि हजुरले अनलाइनको अरूले जस्तो डिजाइन देखाए पनि त्यो डिजाइन ल्याउनु भए पनि हामी बनाउने छौँ। भित्र मेटेरियलमा भनेको हामीसँग एकदमै बलियो खालको, अब जस्तै हामीसँग सालको सिसौको काठहरू युज भएको हुन्छ भने प्लाईमा चाहिँ 18 mm को प्लाई चाहिँ युज भएको हुन्छ। अब त्यसमा चाहिँ बी ग्रेडको प्लाईहरू चाहिँ हामीले युज गरिराखेका छौँ। जस्तै दराजहरू हेर्न सक्नुहुनेछ। हामीसँग भएको यो दराजमा पनि सिंगल पिस, 2 पिस, 3 पिस, 4 पिस, 5 पिससम्मको दराजहरू फर्निचरको आइटमहरू चाहिँ हामीसँग खासै धेरै स्टक हुँदैन। किन त भन्दाखेरि हाम्रो चाहिँ प्राय कस्टमरकै अर्डरमा बनाउने भएको हुनाले कुनै हाइड्रोलिक बेडहरूको हामीले भिडियो हालिराखेका हुन्छौँ। त्यो कस्टमरको डिजाइनमा अर्डरमा बनेको हुन्छ, त्यो त हामीले देखाउनै पर्यो। त्यो सामान भनेको यस्तो हेभी राम्रो हुन्छ, हजुरले मन पराएर अनि फेरि त्यो बेड छैन भनेर आउनुहुन्छ। त्यस्तो बेडहरू भनेको त्यो स्टकमा राखिँदैन, किनभने त्यो भने जो पाइले किन्ने बेड पनि होइन अनि हजुरहरूले पनि अर्डरै गरेर बनाउनु पर्ने हुन्छ। अब फर्निचर आइटममा चाहिँ राम्रो खालको लङ लास्टिङको लागि, घरको लागि होइन, एकचोटि बल्लतल्ल घर जोडियो हैन, रेन्टमै बस्नु भए पनि नयाँ सामानहरू हाल्नको लागि राम्रो क्वालिटीको हाल्नुहोस्, बरु किस्ताबन्दीमा लिएर जानुहोस्, बिस्तारै तिर्न पनि सक्नुहुनेछ। त्यो गर्न पनि मिल्यो। क्यासमै लाँदा पनि तपाईँलाई डिस्काउन्ट रेटमा हाईटेक भिजनले दिइहाल्छ। 1 मन्थको पेमेन्टमा हजुरले लान पनि सक्नुहुनेछ। त्यसैले फर्निचर आइटम जति पनि बेड, दराजहरू हामीसँग रहेको हैन, फर्निचरमा बन्ने सामानहरू हामीले टिकटकमा पनि हालिरहेछौँ भिडियोहरू। नयाँ सामान बन्ने बित्तिकै भिडियो हालिहाल्छौँ भने त्यसरी हजुरहरूले चाहिँ घरको लागि आफूलाई चाहिने फर्निचर आइटमहरू चाहिँ अर्डर गर्नको लागि WhatsApp भाइबरमा मेसेज गर्नुहोला। हजुरले सोरुममै आएर हाम्रो कारखानामै गएर भिजिट गरेर कस्तो खालको मेटेरियल चाहिँ युज गरेको छ, फर्माइका कस्तो क्वालिटीको हालेको छ हैन। फर्माइकाको पनि धेरै क्वालिटीहरू हुन्छ, जस्तै कोही लिने हुन्छ, कोही उकिने खालको हुन्छ। कुन क्वालिटीको हालेको छ भनेर हजुरले चाहिँ विचार गर्नुपर्ने हुन्छ। त्यसैले हाईटेक भिजनको सोरुम भिजिट गरेर तपाईँलाई आफूलाई चाहिने फर्निचर आइटम
आइटमहरू लिन सक्नुहुनेछ। त्यो पनि क्यास किस्ता दुवै अप्सनमा, किस्ताबन्दीमा पनि पाउनुभयो, क्यासमा पनि पाउनुभयो। सजिलै किस्तामा लाँदा बिस्तारै किस्ता तिर्न पनि पाइयो, क्यासमा लाँदाखेरि डिस्काउन्ट अफर पनि पाइयो, डेलिभरीको सुविधा पनि सधैँ छ। हजुरलाई पनि आफ्नो घरको लागि फर्निचरको कुनै पनि आइटमहरू चाहिराखेको छ भने हाइटेक भिजनलाई सम्झिनुहोला। हाम्रो ठेगाना काठमाडौँ तारकेश्वर लामबगर माछापोखरीबाट नजिकै पर्छ। सोरुम भिजिट गरेर लान पनि सक्नुहुनेछ भने अनलाइनमा भिडियोमा देखेको सामानहरू, हजुरलाई मन परेको सामानहरू कुनै पनि अर्डर गर्नको लागि चाहिँ आधिकारिक नम्बरमा हजुरले WhatsApp भाइबरमा मेसेज गर्नुहोला। धन्यवाद।